यो तल हामी मुस्किलले देख्न सक्छौं यो नागबेली चालाको घुमाउरो बाटोहरू सेतो सेतो देखिन्छ। यो बाटो चाहिँ तल दमकबाट आएको बाटो हो। यो तल दोभान भन्छ। दोभानबाट यसरी हुँदै हुँदै यो रतुवाको किनारै किनार दमकबाट आउने बाटो यहाँ यसरी माङ्सिबुङ वार्ड नम्बर 3 हुँदै वार्ड नम्बर 5 हुँदै यहाँबाट चाहिँ यो माथि यही 5 स्तरको चिसोपानी पञ्चमी हुँदै यसलाई चाहिँ रवि र राँकेसम्म जोड्ने बाटोको रूपमा मार्गको रूपमा यसलाई फाल्गुनन्द तीर्थ मार्गको रूपमा लिइन्छ। र यो बाटोले छोएको यो भिर पाखा जस्तो देखिए तापनि यो पाखाहरूमा अत्यन्तै महत्त्वपूर्ण प्रकृतिको यो पहेँली दाल भन्छ, रजुली दाल। यो दालको यहाँ उत्पादन हुन्छ। यहाँको किसानहरूले यसरी रोपेर अनि गोडेर यसरी फलाउनु भएको छ। यसरी यहाँ फल्छ यो मङ्सिरमा। अब कार्तिकदेखि मङ्सिरसम्ममा यसलाई उखेलेर यसको दानालाई चाहिँ बिक्री वितरण गर्ने गरिन्छ। यो चाहिँ यसको मूल्य यहाँ 250 देखि लिएर 300 रुपियाँसम्ममा किनबेच हुन्छ। र त्योभन्दा पछाडि यो पाइने सिजनमा त्यो मूल्य रहन्छ र त्यसपछिको सिजनमा चाहिँ यसको मूल्य 400 भन्दा माथि पुगेको हुन्छ। र दमकमा यहाँ 300 रुपियाँमा किनेर दमकमा लगेर 350-400 केजी 400 रुपियाँ केजीमा बिक्री वितरण गर्ने गरिन्छ। र यो अत्यन्तै महत्त्वपूर्ण दालको रूपमा लिइन्छ। यो माङ्सिबुङको महत्त्वपूर्ण दालको रूपमा यसलाई चाहिँ देश विदेशबाट आउने यस भक्तजनहरू जस्तै भुटान, बर्मा, त्यसरी नै अस्ट्रेलिया, हङकङ, अमेरिका, क्यानाडा, बेलायतबाट आउने भक्तजनहरूले सबैले यहाँको खाद्य चिनोको रूपमा, खाद्य वस्तु चिनोको रूपमा सबैले 2-4 केजी बोकेर जाने गर्नुहुन्छ। र यो अत्यन्तै महत्त्वपूर्ण खालको दालको रूपमा मैले यहाँलाई परिचय गराएँ। यो लिलुनोगेन सेवारो